हेलो गुड मर्निङ नमस्ते साथीहरू इट्स मी कृष्ण राई तपाईँहरू सम्पूर्णलाई मेरो भिडियोमा स्वागत छ। म चाहिँ आज चाहिँ धेरै दिनपछि चाहिँ मैले मिनी भ्लग चाहिँ स्टार्ट गर्दैछु आज चाहिँ। अनि आधी भिडियो चाहिँ मैले हिजो बेलुकै बनाएको छु अनि त्यो भिडियोमा चाहिँ मैले चाहिँ यो भिडियो चाहिँ एड गर्नेवाला छु। स्टार्टको भिडियो चाहिँ आज बिहानको हुन्छ भने अरू भिडियो चाहिँ बेलुकाको छ। मेरो भिडियोहरू चाहिँ बेलुका चाहिँ म सबै खाना बनाउँछु। अनि आज चाहिँ म खानाको काम बसिसकेर मैले चाहिँ अनि झानीहरू पकाउने गरेको छु सधैँ नै। अनि त्यसमा चाहिँ मैले स्वादअनुसारको नुन र धनियाँ लगाएर चाहिँ दालचिनीहरू पाकिसक्यो। अनि तरकारीमा चाहिँ मैले आलु र भुँडी राई चाहिँ त्यसलाई पखालेर चाहिँ मैले तरकारी पकाउन थालेँ। अनि मेरो तरकारी चाहिँ यतिको भइसकेपछि मैले चाहिँ चटनीको लागि टमाटर 2 टमेटो बनाएर लगाएँ। अनि त्यसपछि टमाटर लगाएँ अनि लसुन धनियाँ जिराको पेस्टलाई पनि लगाइदिएँ। अनि स्वादअनुसारको नुन पनि लगाइसकेपछि मेरो तरकारी चाहिँ यतिको भइसक्यो। अनि फाइनली मेरो तरकारी पनि पाक्यो। अनि तरकारी पाकिसकेपछि मैले चटनीको लागि तिल भुटेँ। अनि तिल भुटेपछि चटनी पनि रेडी भयो। त्यसपछि हामी खाना खान थाल्यौँ।